दैनिक औषध 8 जना नेपाली बिहान घरबाट निस्किन्छन् तर बेलुका घर फर्किँदैनन्। कसैको बाउ फर्किँदैन, कसैको छोरी फर्किँदैनन्, कसैको छोरा फर्किँदैनन्, कसैको आमाको काख रित्तो हुन्छ। तथ्याङ्क भन्छ दैनिक 8 जनाको दरले वर्षेनी 3000 नेपालीले सडक दुर्घटनामा परि ज्यान गुमाउँछन्। हो, अत्यन्त संवेदनशील तर प्राथमिकतामा नपरेको विषय सडक दुर्घटना र राष्ट्रिय ट्रमा नीतिको अभाव। सभामुख महोदय, कोभिड महामारीमा 12,000 नेपालीले ज्यान गुमाउँदा सिङ्गो देश रोयो, तर पछिल्लो 10 वर्षमा 24,095 नेपालीको मृत्यु भइसकेको छ, कोभिडको भन्दा दोब्बर। यो तथ्याङ्क प्रहरी मुख्यालयकै हो। अझ वास्तविक सङ्ख्या त योभन्दा अझ धेरै बढी छ, किनकि सुदूर जिल्लाका दुर्घटनाहरू प्राय अभिलेखमै पर्दैनन्। अनि मर्नेहरू को हुन्? तथ्याङ्क भन्छ 70% युवा हुन्, 15 देखि 49 वर्षका। यी नेपालका कमाउने हात हुन्, देश बोक्ने मेरुदण्ड हुन्। एउटा घरको मुख्य व्यक्ति गुम्दा पुरा परिवार, सिङ्गो परिवार नै गरिबीको चक्रमा फस्छ। यिनीहरू मर्दा परिवार मात्र उजाड हुँदैन, राष्ट्रको उत्पादन क्षमता उजाड हुन्छ।